जमाएको झोरले हामी चाहिँ आज आइपुगिसकेका छौँ ब्याम्बु ट्र्याक भन्ने ठाउँमा। हाम्रो गाडी आइसकेका छौँ बिल्कुलै। ओ हेलो भन्नु भन्। कन्ट्याक्ट फर होमस्टे है, तपाईँहरू पनि आउन सक्नुहुन्छ यहाँ। यत्रो घरमा सुत्ने हामी। के अरे मार्कोस टी राइस मेगी भनेछ बन्द छ फेरि। टी राइस मेगी रे कालेले कालो जसमा लागेको छैन यहाँ। अल हामी मान्छे कालो भिडियो खिचेछ भने मलाई थाहा कि भाइ मन पनि कालो हो हाम्रो हो। मन पनि कालै हो। मन पनि कालो, मन सेतो सन्छ नि मन पनि कालै हो। माल सिकिरह यहाँ। खोइ फेरि ए यसले पाउनु रहेछ, कहिले पाउने छोरी अलि धेरै पाइस् है। बटौली मायाले मेरो माया भेट्छु सलाला। तर मान्छेहरू चाहिँ धेरै आएर छ घुम्नलाई, धेरै घुम्न आएर छ मान्छेहरू। माल ताल्नु सिकेको छ अब। कुन चाहिँ यतै होला नि, यतै होला नि यो त। जाम जाम हिँडौँ अब, हिँडेको जित्छ अब। खन्च्याङ खन्च्याङ गर्दै हिँड्ने काम छ। काले भाइ के छ खबर? बिल्कुल च्यानल को यो मान्छेहरू को हो के? क्यामेराले भिडियो खिच्छन् के रे रे फुटेको क्यामेराले हाले फेरि। प्लिज प्लिज खै यसरी देखाउँ त। खै के हो र यो, के हो र? ए यो त रोस्ट पो रहेछ ल। मार के मार। हँसिया पार्टीहरू आयो भने सबैले डुडुन्टेलाई छोप्ने हच्चु हान्ने काम छ। के हान्ने रे? ओ के हो र? ब्याम्बु ट्र्याक भनेको यही हो? अरे अगाडि स्टोन ट्र्याक हो। स्टोन ट्र्याक सुरु भयो। के भन्छ लास्टमा रोस्ट हो रोस्ट। बिल्कुल बिल्कुल सकिन्छ क्या अहिले त हेर्नु नै हाम्रो खानेकुरा है रोस्टेड। हाना है पुरा अगाडि हिँडेको मान्छेले हिँडेको पुरा लाङडो मान्छे सबसे बेसी हिँडिरहेको यहाँ। हिँडिसकेछ पार्टीहरू यहाँ ब्याम्बु ट्र्याकको लागि। हे के हो यस्तो यो? हुन्न यहाँ आउँछ, यहाँ आउँछ अब। यसको ब्लर राख्नु ल। के हो यो झाडी झाडीमा यस्तो त हुन्न। अगाडि गइसक्यो।
यो चाहिँ स्काइलाइन होइन स्काइलाइन चाहिँ यो स्काइलाइन यहाँ त डेन्जरस छ नि त मेरो फोटो खिच्नु त यो मेरोबाट के यहाँबाट फोटो खिच्नु त यहाँबाट खिच्छु कि ल बस्न बस्नु हामी ओहो नि हो बाम्बु बाम्बु यस्तो भिड रहेछ यस्तो पाखा अखेरो कहाँसम्म पुग्ने खुट्टा दुखिसक्यो यहाँ बाँसको घरी बाँसको घारी त्यो त बम्बु ट्र्याक भन्दो रहेछ आरामले आरामले कहाँ हिँडेको भाइ सानो त कता भाइ बाटोमा ऊ आयो सानो अर्को सानो कहाँ गएर आयो नमस्ते Oh, 8th of May. Where? Pokhran, then we'll take Madri. You will have a great So many time and Oh, okay. Thank you. कुन गाह्रो छ त केटा हिँड्न त यार म त्यही त खाएर आएर त त्यही त लेट भयो त नि लामो आम्मामामा बाम्बो ट्र्याक आइपुग्यो खोला खोला नि के जानु यार माकुरी यो बाम्बो ट्र्याक माया छम्मै हेलो गाइस यतातिर हेरिदिनु होला सबै त कालो आहा मलाई कालो रहेछ नि यार मर्छु पो क्यारे भन सोल्टे बरोबर नढाट के बम्बु ट्र्याक ए बम्बु यी बम्बु अन ट्र्याक रे रे भगवान चलो चलो जाम लायो ओहो राम 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 ओए मैं हिँड ए भयो कि भयो हिँड ए बम्बुको ट्रक अब आइपुगेछौँ कोक लिऊँ न कोक त्यो कोक लिनु त कति रहेछ कति हो कोकको बहिनी पियुटीआई कोक हो गया पेमेंट पैसा दिया पेमेंट हो गया हो गया ना दे दिया फलाङको पुल ए ओए किन रोको बाबु दुध खान पाएन कि डुब्यो लौ जा नाङ्गै नुहाइदिएछ यसले ओके छ त यस्तो वजन लुगु धुन आछ
सानो नङ्गे पाहरू खेलेको सानो सानो पसल रहेछ त होइन के सुमिहाल्ने ठाउँ रहेछ त होइन नमस्ते ढोकडिया सानो नानी रहेछ यहाँ बुच्ची नानी बिचरा ओहो नि हो ल बम्बु ट्र्याक सुरु भयो यहाँदेखि पौडी खेल्ने ठाउँ पनि रहेछ होइन आएर खेल्ने काम छ अहिले तर कस्तो मजाले बनाएको होइन यो ओहो ल यो पौडी खेल्ने ठाउँ दामी रहेछ त होइन सानो खत्रै रहेछ ल पहाडी पनि पौडी खेल्नु चाहिँ यो ठाउँ हामी आएर अहिले आएर पौडी खेल्ने काम छ हाइस बनाएकै हो यो ठाउँ होइन यस्तो त खत्रै बनायो है कसरी बनायो होला है यस्तो उसमा पहाडीमा यस्तो बनाइदिएछ हेर्नु त यो पहाडी What are you going? Yeah! बम्बु ट्र्याक भनेको ल यो रहेछ पुग्ने कहाँ रहेछ र हो बराई हो ल यो बम्बु भनेको छ यहाँ पनि ल बम्बु ट्र्याक यहाँ पुरै बाँसको घरी बाँसको घारीले यहाँ यहाँ त राम्रो ठाउँ रहेछ बस्नु ओहो ओ कहाँ हामी हट ल आएर दामी ठाउँ आइपुग्यो ल आमामा यो के हो यस्तो भ्यायो खोइ देखाउनु न डिबहादुर पनि आएर चाहिँ यी बम्बु ट्र्याक बम्बु भनेको बाँस है फेरि हिँड्नेमा चाहिँ बम्बु भन्दो रहेछ क्या यसलाई किलो मोर मिसिला ना सनस्क्रिन खोइ
यो बम्बु ट्र्याक जामा लाउने यसको चाख यसको चाख मलाई के भयो त नेपाली भने ल है मलाई लिन आउनु भन्नु चाहिँ सकिन्छ काट हाल्नु सक्दैन ल है मलाई भोलि लिन आउनु भन्नु पर्ला नि फेरि वाउ ए त्यहाँ रहेछ नि त छोरो छ त्यो खोला माछा खन जाने अब लास्ट डेस्टिनेसन हाम्रो यहाँ पुग्ने हो फर्किने हो हामी फेरि होइन हजुर एक दुई सप्ताहहरू हान्नु न युट्युब बनाउने भन्छ वेलकम ब्याक माप्तन साहब युट्युब च्यानल यो सब च्यानलको मालिक चाहिँ हुनुहुन्छ तुलबहादुर माप्चन सर गर्मी छ एकदम धेरै गर्मी छ यहाँ सबैको हालत खराब भइसक्यो तर हामी पुग्न लाग्यौँ अब नाइस सङ नेपालको एकदम चर्चित लोकगीत दोहोरी गीत बाँसको जहाँ बम्बु ट्र्याक यो चाहिँ बम्बु ट्र्याक हो बाँसले बनाएको बाटो छ एकदम खतरनाक पुरा बाँसको बाँस त्यतिकै बम्बु ट्र्याक नभन्दो रहेछ नि बम्बु ट्र्याक चकचके हुनुहुन्छ ल चस्मा खस्नु भयो उहाँको चस्मा खस्यो चस्मा लिन जानु पर्यो तल हो ल भेट्यो चस्मा अभी हजुर ऊ यहीँ त हो त्यही त हो पुग्न लाग्यो हामी पुग्न लाग्यो फाइनली हामी भ्यू पोइन्टमा पुग्न लाग्यो देखिरहेछ त्यहाँ नजिकै तर एकदम बाटो एकदम खतरनाक छ है हेर्नु त वहाँ तल खोला छ स्विमिङ गर्न सक्नुहुन्छ हामी स्विमिङ गर्ने हो बादमा This is very dangerous way track.
मायालाई भुल्ने नगर खतरा ठाउँ रहेछ भाइ यही त बम्बु ट्रेन भनेको यही त रहेछ होइन ए भयो के जामल पनि भयो 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 फोटो नि यस्तो खिच्दै हेर्दैन तिमीसँग जिउने हो मर्ने हो साथी भने स्वर्गमा जाने हो यहाँ फोटो खिचिदिने एउटा मान्छे आउँदैछ हौ के भयो त त्यो आइन यताबाट के दामी आछ किन्ने तपाईँ खिच्दिनँ म भिडियो कन्टिन्यू छ ओके फोटो खिच्नु फोटो मजिन्दा तपाईँको प्लिज यहाँ फोटो सेसन कार्यक्रम चलिरहेछ यहाँ बढिया छ माथिबाट आए सानो आयो सानो भयो बिदोय भयो कि लास्टसम्म हेत्तेरिका देखाउनु चरीहरूलाई अबे पाँदैन हिँड्नु है तपाईँ चलो अब बोल दो उनको अगर कोई और आ रहा है ओ पुग्यो मेरो साने हुन टोय टोय चाक हाल्नु पर्ने भयो यहाँ ए वाट भएर ब्युटी भयो ओ मैला के हो यो सुरु सब दामी आयो ओइ हो यार ए पाउने आउँदैछ पाउने सानो पण मन जान्छु के त्यता हान्नु फेरि हेरेर हान्दै जानु पाउनु मनी बस्छु के गाइस फोटो मात्र भिडियो होइन है उसको पनि आइफोन 16 प्रो मैक्स हो क्या
जुम गरेर जुम गरेर है ल पछि उछाल दौड चल लिएर आउनुहोस् है लु ऊ फ्राई चिकन त्यही छाडिदियो हेर चिकन फ्राई लिएर आऊ माथि गएर हुन्छ क्या लिएर आऊ त माथि गएर हुन्छ त्यो काट्यो माथि गएर फान्ने हो मासु त मलाई मेन मार्को जस्तो अर्को आउँछ र फेरि जान्छ है यो त नरम पक्राएर हिँडाउने रहेछ कि हजुर बनाए ल कसको यसै कतिदिन मलाई मोबाइल आयो यसो कहाँ फाइनली हाम्रो भ्यू पोइन्ट माया प्रेम यो जुग जानी तिम्रै दर्पण गाना नि छेउमा टुप्पो गाउँछ फेरि ए जयमा लाउने अरे दाइ गीत गाएको शब्दमा शब्द यहाँ झरे चाहिँ है आँस पनि नगरे हुन्छ पिया पनि भन्न पाउन्न Ready? 1, 2, 3. तर यो मुनिको त्यो उयो लाग्यो नि डेट एक्सपायर हुन आँटेला यार यो त माथि हेर्दा म के भन्छ गयो त अन्त यस्तो फेट हो जस्तो त्यसमा खराब छ त्यो त गयो त अन्त यो रोड पनि त कहिले कुन जमानामा खोल्दैन चिनियाबाट ओह्रालो त कस्तो थियो यार मलाई त चक्कर पो लाग्यो बब्बर यस्तो खेर लडाइदिनु हुने यो त टेम्पो ट्रायलमा जाँदा मऱ्यो भन्दा पनि होइन त्यस्तो भन्दा बरु लङ्गरमै बस्छु यार म ओभरवेट हिँडी जान्छ ल त्यस्तो लाग्दैछ यस्तो मजा गर्ने होइन कि यस्तो के हुने त छोरीले मजा गर्ने गर्छ यार Innovation of tourist ट्रेकिङ trekking landmark in the world. ठाउँ चाहिँ राम्रो नि जोस् हिँड्न जाऊ क्या पुरा बिहान यहाँ त कट्टुमा आउनु भएछ कट्टुमा चप्पल लाएर मेरो त 25 छ यार बेसिकली जान्छु 25 लिबर्टी एउटा